सधैँ चाहिँ आज पनि मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। सधैँ यसले पकाएको भिडियो राख्छे भन्नुहुन्छ होला हैन कतिपय साथीहरूले। अरू यो भिडियो गराउन नपाए पनि बिहान बेलुका पकाएको भिडियो त बनाउन सकिन्छ नि त जसले पनि। अनि मेरो बुढाले चाहिँ यहाँ आज भुटुवा खान मन लाग्यो मलाई बुढी ल बनाइ त भन्नुभयो, आफै लिएर आउनुभयो, आफै पखाल्नु भयो। अनि मैले भिडियो गर्न लाग्यो मेरो नखिचै भन्नुभयो, अनि मैले खिचिनँ। अनि यहाँ हामीले त्यो आन्द्रा भुँडीलाई राम्रोसँग धोयौँ। खाना त मिठो हुने साथीहरू, तर यो आन्द्रा भुँडी बोइल गर्ने बेला घरै गनाएर डुङडुङती खाँदा त फेरि मिठै हुने। अनि मैले चाहिँ त्यसलाई राम्रोसँग सफा गरेर बुढोले बोइल गरेर काटिदिनु भयो। अनि मैले चाहिँ परापुर भुटेँ। अनि यसमा त्यो फाउ मासु पनि थोरै राखेपछि मिठो हुन्छ भनेर यस्तो रातो बनाएर भुटेँ। अनि लसुन अदुवाको पेस्ट राखेँ, अनि मसला राखेँ, टमाटर राखिदिएँ। त्यसपछि अनि रातो बनाएर भुटेपछि यसलाई मसला र छोरीले पिरो खान्न, त्यही भएर छोरीलाई पहिला थोरै निकालेर पिरो राखेँ, माथिबाट धनियाँ राखिदिएँ। साथीहरू ल हेर्नु देख्दै जस्तो बस्छ है। अब मैले चाहिँ यति बनाएर भुटेर निकालेपछि अब हामी खाना सर्भ गर्छौँ। अब बुढालाई फेरि खाएको कस्तो भयो भनेर सोधेर यसो क्यामेरा देखाउन नि हुन्न, रिस उठ्छ। अनि त्यसपछि खाना दिएँ, अनि छोरी र मैले खायौँ खाना। हस् त, धन्यवाद। यस्तै भिडियो हेर्नको लागि फलो गर्नु होला। धन्यवाद।